ल ए शिवरात्रि सुरु हो केटाकेटीहरुको ल यहाँनिर हेर त परिश्रम गर्न जारी छ यिनीहरुको चाहिँ के भइस त ए त पनि छेका कति भयो पैसा देखाउ त 1 मिनेट खै आम्मा मम बाँड्नु पर्छ ल 100 रुपैयाँ दिँदा त तर्स्यो अरे हो आम्बो 100 रुपैयाँ भनेर कसले दिएको 100 चाहिँ अमे नि त बाँडौँ ल मलाई पनि देऊ ल म तिमीलाई यहाँ सहयोग गर्छु यहाँ बसेर अनि मलाई पनि कति पर्सेन्ट लाग्छ भाग त्यति पर्सेन्ट दिने ल ओके ल सुमी आउँदा हामीलाई नि भाग पर्ने रहेछ हामी पनि लानुपर्छ छेका छेका यहाँ ए छोड्दिनु छोड्नु हुँदैन थियो ल हेर त यस्तो गर्नु हुँदैन ल नछोड न ए यहाँ माग हेर लुचु त्यहाँ माथि एक ग्याङ अनि यो फुच्चीहरू सेकेन्ड ग्याङ अनि ऊ तल फोर्थ ग्याङ अनि लास्टमा पनि छ है ग्याङ चाहिँ थर्ड ग्याङ हो यिनीहरूको शिवरात्रि हेर न भरे आलु देऊ देऊ अनि आलु छैन भने खनि के देऊ देऊ भन्दै पनि आउँछ फेरि ल हाम्रो शिवरात्रि चाहिँ यसरी सुरु हुन्छ है बिहानदेखि छोडिदिएको किन छोडेको अनि पैसा मागेको ए दिसाएको कस्तो चिनेको यिनीहरूले भन छिटो न आन्टीको युट्युब च्यानलमा सब्सक्राइब भन्ने है के भन त @राईमाला भिडियोजमा सब्सक्राइब गर्नु होला भन त ओके ल शिवरात्रिको धुनीमा भन्दै हामी चाहिँ शिवरात्रिको आगो ताप्दैछौँ अनि हाम्रो आलु चाहिँ यहाँ छ मिटिङमा अस्ति This is my Kamala Khadka. हजुर कमला खड्का भन्ने चाहिँ खुलित्त पार्ने रहेछ राजकुमार ज्वाइँ आउँदै हुनुहुन्छ आलु पनि यहाँ छ आलु देऊ देऊ आलु छैन भने पैसा देऊ देऊ पैसा छैन यस 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 अबे नहुन मेरो भिडियोमा तिमीलाई स्वागत छ नमस्कार ओबर के म भागे म न्यू पानेको बहिनी प्रासना न्यू पाने हाम्रो आगो तापिरहेछ यहाँ चाहिँ भाङ लागेको छ है भाङ यहाँ भाङ खाएर शिवजीको लड्डु आई लभ यु फेरि आएछ गएको मान्छे त हाम्रो दाइ आगो त यस्तरी बल्छ है गाईहरू हाम्रो चाहिँ शिवधुनी तपाईँको यही हो शिवधुनी भनेको यहाँ आलु पाक्दैछ ओभर भाङ लागेको अवस्था अब यो आलु पाक्छ होला त पाक्छ नि म चाहिँ आलु पाक्छ जस्तो लागेन मलाई चाहिँ भोलि आलुदम र चिउरा भुजा खाने भनेको त यहाँ पसे आलु ठुलो भयो गाईहरू म धुवाएर ल यसपालिको हाम्रो शिवरात्रि चाहिँ यस्तै थियो खासै धुमधडाम चाहिँ के पनि थिएन त्यही पनि रमाइलो भयो बच्चाहरू रमाएको देखेर खुसी लाग्यो अनि हामी पनि बेलुका आलु सालु पोलेर काँचो काँचै भए पनि नपकेको भए पनि खाएर इन्जोय गरौँ अनि मेरो भिडियो हेरेर जसले अन्तिमसम्म हेर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद अनि जस चाहिँ नयाँ हुनुहुन्छ उहाँहरूले सब्सक्राइब गर्नु नभुल्नुहोला @राईमाला भिडियोज मालालाई सर्च गर्दा पनि हुन्छ सर्च गर्दाखेरि भएन भने @राईमाला भिडियोजमा गएर सर्च गरेर सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला
अनि फेरि पनि हेर्नुहुनेहरूलाई धन्यवाद। भिडियो त खासै राम्रो लागेन होला, त्यही पनि कोसिस जारी छ। बाई बाई।